गाइज वेलकम टु माई भ्लग। तपाईँलाई मेरो नयाँ भिडियो भ्लगमा स्वागत छ। तपाईँहरू सन्चै होला, म पनि सन्चै छु। सो सबैजनालाई ह्याप्पी सोनाम लोसार। आज हाम्रो अब सोनाम लोसार हो। केटाहरू यता अगाडि हेर्नु सक्नुहुन्छ होइन, हामी 6 जना भयो। अर्को बाइक नै आउँदैछ पछाडितिर। केटाहरू कुल हिरो। आज अब के हुने हो होइन, टुडीखेलमा जाँदैछु है गाइज। टुडीखेल जानुपर्ने, तर लास्टै जाम छ यार। त्यो टुडीखेलको छ नि बाटो, एक राउन्ड हान्नै 1 घन्टा लाग्छ भने 1 घन्टा नि बढी लाग्छ। लास्टै जाम भयो अरे के। आज हेर्नु न सबजना तामाङ ड्रेस, हामी नि आज तामाङ ड्रेस लाउँछु भनेको, तर सबैको छैन। त्यही भएर अब कसैले नि लाएको छैन भनौँ। जाम त लास्टै छ आज जाम। आज अब तामाङनी केटीहरू हेर्नु पाउँछ, तर पहिल्यैबाट हेरिरह हो है गाइज। हाम्रो यहाँ राइडर हुनुहुन्छ अशोक तामाङजी। अशोक तामाङले यस्तो हाउरे गर्छ। यो अशोक तामाङले के गर्छ यार गाइज। हेर्नु सक्नुहुन्छ केटाहरू पछाडितिर आइरहेछ यहाँ पछाडितिर। मामा राम र कुल आउँदैछ। बाटो त लास्टै जाम छ यार, तर काठमाडौँको बाटो अब जाम त भइहाल्छ होइन। त्यही तर आज मेन जाम हुन्छ यो तामाङले आज सोल्दो लाएर आउनु पर्ने रहेछ। तर के गर्नु, त्यस्तो कसैले लाएको थिएन, अनि म मात्र के लाउनु भनेर लाएन मैले, नत्र लागेको भए हुन्थ्यो। आज हाम्रो यो राइडरले चाहिँ तर यार लास्टै सेच्या गरिरहेछ। सेच्या राइडर 1 2 3 जाम हेर्नु न। जाममा यो काठमाडौँमा कहिल्यै जाम चाहिँ सधैँ जामको जाम। यो राइडर त्यस्तै हो। यो राइडरले आज यस्तो के हो, काठमाडौँ हो। अब जाममा परिहाल्यो नि मार्ने गाइज। अब जाममा पऱ्यो, एकछिनमा भेट्नुपर्छ है त गाइज। यहाँ हेर्न सक्नुहुन्छ जाम भएर हरिबिजोग छ। 1 घन्टा बढी भइसक्यो होइन गाइज। हेर्नु न जाम कस्तो छ। टुडीखेल त आइपुग्यो, तर के गर्नु, यहाँ जाममा फसेर जामबाटै जान मिलिरहेको छैन। यो बाटो चाहिँ अब अलिकति यार लास्टै गाह्रो छ। के गर्नु, धरारा हेर्न सक्नुहुन्छ। गोदबराङसँग यस्तो लगाएर होइन, गोदबरा उयो यताको चाहिँ त्यो चाहिँ हाम्रै गाउँको हो क्या। त्यो रातो हेलमेट लगाएको गाउँको रे। मैले चाहिँ थाहा छैन होइन, यता साथीले गाउँको भन्दैछ। हरिबिजोग छ भने यार, हरिबिजोग गाह्रो। जाम त लास्टै भन्यो यार, के साह्रो जाम भएको। अस्ति नि 1 घन्टा जति लाग्यो भने यो यस्तो भित्र सोनाम लोसार भन्ने मात्रै। के गर्नु, गाह्रो छ गाह्रो। म चाहिँ अब हेर्नु यहाँ चोरको बिहा जस्तै बनेको छु। हेर्नु न यता नि जाम, जहाँ हेऱ्यो नि जाम के, जामै जाम। अब दुनोट लिएर आएर चाहिँ खानु पर्ला जस्तो छ। जामै जाम तर अब हाम्रो लगभग खोल्यो है जाम खोल्यो है। यस्तो डेन्जर जाम, के गर्नु गाह्रो। अब यो काठमाडौँ मलभित्र पार्किङ गर्नुपर्छ होइन। सबैलाई त्यही आइज भने हामी लगभग 10 जना 5-6वटा बाइक होला, 11 जना छ भनौँ। मलाई चाहिँ मान्छेहरूले हेरिरहेको छ, मलाई लाज लागिरहेको छ। आज किन हेर्नु न, जहाँ हेऱ्यो नि मान्छे। यो पुलको माथि हेऱ्यो मान्छे, रोडमा हेऱ्यो मान्छे, कहाँ हेर्ने मान्छे, जतै मान्छे। गाह्रो जाममा भएपछि के गर्नु। अब आफूले पेलेन भने फेरि अरूले नै हेर्छ कि, त्यही भएर अलिअलि चाहिँ पेल्नै पर्छ, नत्र हेर्नु खोज्छ। त्यही भएर आफूले नै तुतु लाने हो, अरूले नै अब लान्छ होइन। हेर्नु जामै जाम छ भने खेत गाह्रो।
अब बाइक पार्किङ गर्छौँ अनि केटाहरू भेट्छ होला अनि म त्यतिखेर भेट्छु है त गाइस हामी चाहिँ टुरिखेल टुरिखेलमा आइपुग्यो है गाइस यता झाङ्री आयो झाङ्री आयो गाइजहरू हराउँदा है ओइ समाज ओइ च्याम्न हराउँदै केटा हो गाई बोल है गाई एसएमा खानु हेर्छ एसएमा अघि नै हामीले यहाँलाई के भनेका थियौँ भने विकासमा एन्टिक बनेको थियो तर सरप्राइज भएको छ जहाँ तपाईँले धेरै समय पश्चात स्टेजमा देख्नुभयो हाम्रो नेपालको एउटा इतिहास पूर्ण सफल नेपाल चलचित्र विकास कलाकारको परिचय पत्र पाउनु नायिका र स्टेजमा पर्फर्मेन्स देखाएर जानुभयो चस्मा मन परायो साराले नाच्छ अब बाबुजीमा करवटी पाराले धेरै नबोलौँ बोल्नु त धेरै मन थियो तर समय छैन मैले नाम लिनुपर्छ है तेरी मलाई आज यो स्टेजसम्म पुर्याउनु भएको व्यक्तिहरू मैले नाम लिएन भने म 1 बजेदेखि पुर्याएको के मतलब हो मैले सुनि मेरो नाम लिने है म रिसाउँछु फेरि तामाङ समुदायमा योगदान दिनको लागि त हामी रातको 1 बजेसम्म खटेका छौँ त्यो हुनाले थोरै मैले नाम लिन चाहे आदरणीय स्वर्गीय जयनन्द गुरुप्रति सम्झिन चाहे यो स्टेजमा 2072 सालमा स्वर्गीय दुर्जे गोले सर र हाम्रो छेवाङ तेन्जिङ सर त्यसैले विनियोजन सरले मलाई स्टेजबाट चढाउनु भएको आज 82 सालसम्म आइपुग्दाखेरि बाबुजिम्बाले 250 भन्दा बढी गीत गाउन सफल भइएछ यति मात्रै बोली ल अरू नबोली बोलिन है अरू सिधै अब ल पर्फर्मेन्स下去！